हेलो गाइज वेलकम टु माई न्यू ब्लग। हेर्न सक्नुहुन्छ हजुरहरूले पोखराको भ्यू। यो लेक साइड पामी जानेतिरको भ्यू हो। अनि यहाँबाट सराकगढबाट प्याराग्लाइडिङ उडिरहेको पनि देख्न सक्नुहुन्छ हजुरहरूले। आज चाहिँ मैले हामी क्लासको 9-10 जना स्टुडेन्टहरू मिलेर अनि सानो गेट टुगेदर ड्राई पिकनिक भनौँ न, घरैबाट बनाएर यसो रमाइलो गर्न आएको यहाँ मिनी ब्लग बनाउँदैछु होइन। हजुरहरू पनि आउन सक्नुहुन्छ। यहाँ फेवातालको नजारा एकदम राम्रो छ। मेरो साथीहरू चाहिँ यहाँ पहिलादेखि त आइसकेर मलाई बोलाउँदैछन् छिटाउनु भन्दै, किनकि त्यहाँ ओछ्याउने बस्ने कुराहरू चाहिँ मसँग थियो नि त। ल हेर्नुहोस् त पोखराको भ्यू। आहा यस्तो राम्रो नेचुरल, यति राम्रो भ्यू छ नि। ल हेर्नुहोस् त, हजुर पनि आउनुहोस् है। अनि म चाहिँ साथीहरूभन्दा अलि ढिलो आएको थिएँ कि अलि पछि आएको थिएँ। मैले चाहिँ हातमा भुजा पनि बोकेर आएको थिएँ होइन। अनि म चाहिँ साथीहरूलाई भुजा देखाउँदैछु कि मैले भुजा लिएर आउँदैछु भनेर। ल हजुर पनि आउन सक्नुहुन्छ है त। ब्लगर हो नि त गाइस, म ब्लगर हो नि त, ब्लगर। मारिदिन्छु अहिले। अनि यो पनि लिएर आएको भन्न अझै, म त के थाहा नि तिमीहरूले ल्याएको, तन ल्याएछ होला भन्न ठानेर। गाइस तिमीलाई कस्तो लागिरहेको छ आज पिकनिक खाना पाउँदै? सरिता गर्बुजा तिमीलाई कस्तो लागिरहेछ? भोक लाग्यो? भात खाइनौ? यो खान्छु भनेर आएको कि के खान्छन् राको? गाइस हेर्नु त हाम्रो नेपाल पोखरा कस्तो राम्रो छ। आहा आजको भ्यू हेर्नु त। ओ माई गॉड। गाइस यहाँ उस पनि गर्न मिल्छ होइन, प्याराग्लाइडिङ पनि गर्न मिल्छ गाइस। गाइस त्यो डाँडाबाट हाम फाल्ने होइन, त्यो प्याराग्लाइडिङमा चाहिँ त्यो डाँडाबाट हो कि सराङकोट डाँडा, यहाँबाट स्टार्टिङ हुन्छ प्याराग्लाइडिङ। हजुरहरूलाई पनि उड्न मन लागेको छ भने आउन सक्नुहुन्छ हाम्रो सराङकोटमा। अब हामी बिस्तारै खानेकुराहरू निकाल्दैछौँ होइन। यो मैले केरा बनाएको यसो गर्छु मैले। हजुर केरा मैले त सानो केरा खाइदिएँ नि बहिनी। हेर्नुहोस् त यो अचार मैले ल्याएको हो, अनि चिकन यो बहिनीले लिएर आएको। खान्छ त हेर्नु त हाम्रो खानेकुराहरू। आमा यिनी हुन् हाम्रो मिस। आज मिस होइन खल्ली बल्ली मिस। हेर्नुहोस् त गाइस यति मिठो मिठो खानेकुराहरू हजुरले कहीँ देख्नुभएको थियो? अचार, फ्रेन्च फ्राई, फ्रुट, अनि चिकन रोस्ट, लेग पिस, अनि यहाँ पनि छ दाना, अनि कोल्ड ड्रिङ्क्स पनि छ, अनि साथमा बाह्र पनि छ। ला त हेर्नु पानी भयो नि त भाइ। ला अब के हटाउनु त नि। हो यहाँ बोकिन्छ छैन कि जाऊ त। ओ हेर्न त जान्दामा भन्ला भने जस्तो गर्छु म। त्यहाँ मुवाला पर्यो यो त। अब अनि लान त लर धुन्छु नि म। पाक्दैन हो कि त्यो हेलो गाइस हेर्नुहोस् त हाम्रो पिकनिक आज। हामी पनि ल्याउनु पर्ने के? कोही हामी ल्याउनु पर्ने के? मोनिका ओइ मोनिका स्पिड हाल्नु पर्ने के? कस्तो लागिरहेछ हजुरलाई खानेकुराहरू? अब हजुर लोसार मिस गर्नुभयो के अरे, यसलाई सम्झेर खानुहोस् होला। हस् अनि कोल्ड ड्रिङ्क्सको त गिलास पल्टिरहेको छ त। के भयो त? आहा कस्तो राम्रो देखेको भाइ, रङ्गिन बिरङ्गिन। हजुर
यो माया तिमी आमा टाढा भयो तिमी खाऊ हजुर हस् हुन्छ म यही भयो बस्छु झाडा छ नि त वाउ साथी गाइस हजुरलाई कस्तो लागिरहेको छ रमाइलो भइरहेको छ हाम्रो एउटा बहिनी चाहिँ अझै आउँदैछ नाच्नु मात्रै एउटा बहिनी चाहिँ आउँदैछ बल्ल आउने छिन् अलि ढिलो ढिलो भयो हजुरले के ल्याउनु भएको केक ल्याउनु भएको ए रामा मन पर्दैन गाइस हेर्नु हाम्रो केक पनि आइसक्यो त्यही बस्छ माया सबैले यस्तो गरौँ न एकचोटि हात उठाएर 2 ल सुस्मिता युनिसा 2 गरौँ सबैले अनिता मोनिका म पनि देखेछु छिटो नखाएर फेरि यो यहाँ घाममै आयो पनि वाउ हाम्रो घरबाट लाग्छ होला 1 घण्टा तर म आज के कसरी छिटाइ मचामा लाग्यो म त्यसरी नकुदाउनु हिजो चौथीमा एक्सिडेन्ट भइरहेको त्यस्तै यो बाकले यो बाको अभी नगदको बाटोमा भन्न त पर्यो अनि 70 हुन्छ दिदिन भन्ने 70 हुन्छ नि त केटा लागि केटी लागि भकैको लागि बुढो लागि आफूले 47 मै हिँडेको सारो उस्तो थाहा छैन भित्री तर बाटो 47 मै हिँडे थियो टिप्पर हिँड्नेमा अघि पछि हिँड्न माटो बोक्ने टिप्पर रहेछ त्यो टिप्परले हो कि धेरै के यस्तो हुन्छ के त्यो त हेभी गाडी हो नि त अनि उनीहरूले अनि के स्पिडमा चलायो नि ब्रेक आदि त्यस्तो चाहिँ लाग्दैन के होला है बिचारा दिनमा अनि बाटो काट्दै थियो रे त्यो मान्छेले नि हेरेर काट्नुपर्छ नि है त्यो टिप्परहरुको ब्रेक त्यस्तो राम्रोसँग लाग्दैन के झट्टै बिचारा अनि फेरि तलको मान्छेले काटेछ त नि आफ्नै गाडी यत्रो ठुलो हुन्छ ड्राइभरले देख्दैन नि त त्यो पनि हो के एउटा बाटो काटिरहेको अनि त्यो सीसीटीभी फुटेज हेरेको कि हो लक्तार्दै लगेछ अनि बिचमा पुगेछ कि त्यो मान्छे र अनि फेरि गाडीको मान्छेहरूले के गर्छ भने अब त्यो के रे घाइते मात्रै भयो भने त फेरि त्यो नमर्दासम्म त्यसलाई बिहोर्नु पर्छ चमक रहेछ क्या दिएन रहेछ स्पुन हजुरलाई त म काटेको होइन अहिले भोक लाग्यो भने खान्छु पऱ्यो त्यो चिकनहरू फिनिस गर्नु ल अब 3-4 टा खाऊ ल म एउटा विङ्स खाइदिन्छु नि बिचारा खान्छु है खाइदिन्छु भने अरू कुन मासु नखान्छ रहेछ बच्चाहरू त यस्तो हामी त बच्चा पाएको नि बिस्तारै खाँदै हुनु ल तिमी आएको अता भरेसम्म खाइरहने हो होइन कि धेरै खाँदैन भनेको के नानी यो पानी सेम तारा दिदीको कन्डिसन भयो नि यहाँ फुकाल नि त अनि हजुर फुकाल पनि बटन फुकाल भनेको भए म लाएर आउँथे भाइ के छ भने हजुर लाएर आउनुहुन्छ भनेर म त साथी हुन्छ भनेको मलाई उदेसम्म लाएर आएको देखेँ थाहा दिनु मलाई त थाहा नि थिएन कि लुगा लाएर जाने भनेर होइन म त पढ्ने भनेर हो कि मम्मीको लागि रबर नि भान्छु यहाँ मेरो नि घर त्यही भनेर आएको कि उसको पेट छैन कि नभए पेट हुने मान्छेले गर्ने है कहिले काहीँ खाँदा त झर्छ नि त ए यता मेरो पासको त हाम्रो त यत्रो प्याक छ रोटेको नै मलाई काइकुन्द गर्न मन लाग्छ हैन त्यो पुरै भिज्छ पुरै ज्याकेट लाएर खेल्ने हो त्यो त ज्याकेट लाएर ज्याकेट यो गर्न त कटिन्छ भयो है ज्याकेट लाए पनि भित्रको प्यान्टी सबै भिज्छ ल यो नानीले गर्ने भन्छ ढुङ्गा गर्छ त्यो भएर मलाई एकदम रिस मेरो छोरीले हिजो त्यही तीतिर राखेर अनि बिरामी भयो हात पाटिन्छ होला नि त्यही हो मेरो नानी त फोटो मात्रै खिच्न पाए भयो मलाई नि अलि क्याडबाट कस्तो पाए अनि फेरि भिडियो फोटो बनाउँछ आफ्नो चाहिँ खिच्न पर्दैन हुन्छ डडेर खुट्टा नि राखेकी
मेरो खुट्टा निकायो ओइ यति बेला पिसाब आएको हुनुपर्छ हान्दियो भने पिसाब उम्किन्छ है कस्तो हुन्छ नि पुरा यसरी हिँड्दैन तिमीहरु नानीहरु म त हिँड्दिन साइकल लक गरेर मेरो पनि भएको भए म नि हिँड्थ्यो होला हामीलाई सानो छैन सानै है के गर्नु हामीले दिँदैन दिन्न हैन र पाए त हिँड्नु हुन्थ्यो कसको पो दिन्छ र मम्मीका भन्नु र हैन कहिले त कसको गर्दा हैन मलाई चाहिँ त्यो यस्तो उठै गर्नुहुन्न एकदम त्यो स्ट्रिक्ट छैन मेरो मम्मी उबर हो के त्यो एकदम थियो घुम्न जा साथो हैन कि तर दिनुहुन्छ मलाई भनेरै जान्छु गयो भने यसो घुम्न सुम्न गयो भने हामीले त त्यो दिन पनि आएन है तारा दिदी भन नि बोयफ्रेन्ड जान्छ भन कहाँ पाइर अनि बोयफ्रेन्डसँग जान्छु भन्यो भने पनि पाउँछु के म त ए खत्म बाय बाय टाटा गुड बाय गया क्या भोका राख्दै हो देखिया फेरि धान देखिया कस्तो मिठो रहेछ के खाउन कस्तो सफ्ट है क्रिम मुखमा ल्यायो ताजा रहेछ के खाउन यो ब्रेड पनि बिचै फेरि आधा बाटो आएर फेरि फर्केर गरले कहाँबाट ल्यायो घरतिरबाट आछि बे त्यो भित्रको ब्रेड यहाँ हेर न बडो मिठो लाग्छ है यहाँ हेर नि कहाँबाट ल्यायो पानी 1x पानी हेर न खै म भिडियो बनाइदिन्छु हात देबिका हात बनाइदिन्छु ल एकैछिन यो पल्टाउनु रहेछ नि पल्टाउनु सिक्स प्याक देखाउनु त नि दिन्छ दिदी पल्टाउनु के कस्तो मिठो है खानु भन्दै झम्सो भन्दै यसरी खायो क्या मलाई यस्तो भन्दैन हौ के भनेर हाँस्या त मलाई नि के थियो भनेको सारै मलाई चाहिँ के फिल भयो भने म त सारै धेरै खाए जस्तो थियो फिल गर्नु भयो कि भनेर चाहिँ जे पनि गाइज हेर्नुहोस् त हाम्रो पोखराको फेवातालको भ्यू कति राम्रो छ यो चाहिँ साँझ पर्ने बेलातिरको हो कि हामीले अलमोस्ट खाएर भ्याइसकेको थियौँ होइन रमाइलो गरेर अनि लास्टमा फोटोसोटो पनि खिच्यौँ फोटोहरू निकाल्यौँ फोटोहरू पनि राम्रो आएको थियो हजुरहरूलाई कस्तो लाग्यो मेरो सानो मिनी ब्लग राम्रो लागेमा लाइक कमेन्ट सेयर गरिदिनु होला अनि सब्सक्राइब पनि गरिदिनु होला